नमस्कार। न्यूज 24 टेलिभिजनमा कार्यक्रम द कनेक्सन हेरेर बसिरहनुभएका समस्त दर्शकवृन्दमा म कार्यक्रम सञ्चालक जनार्दन पाठक। दर्शकवृन्द, सदाझै आज पनि हामी यहाँहरूलाई स्थानीय तहमा जनप्रतिनिधि आगमनपछि भएका विकास निर्माणका गतिविधि देखाउँदैछौँ। यसै सिलसिलामा आज हामी प्रदेश नम्बर 2 अन्तर्गत धनुषा जिल्लामा अवस्थित मिथिला नगरपालिकाको गतिविधि देखाउँदैछौँ। कार्यक्रम हेर्दै गर्नुहोला। मिथिला नगरपालिका प्रदेश नम्बर 2 अन्तर्गत धनुषा जिल्लाको उत्तरी भागमा अवस्थित नगरपालिका हो। उत्तरमा सिन्धुली जिल्ला, पश्चिममा महोत्तरीको बटेश्वर गाउँपालिका, दक्षिणमा छिरेश्वरनाथ नगरपालिका एवं बटेश्वर गाउँपालिका र पूर्वमा गणेशनाथ चारनाथका साथै धनुषाधाम नगरपालिकाले घेरिएको यस नगरपालिकामा 11वटा वडाहरू रहेका छन्। चाबिक्का, नकटाझिल, ढल्केवर, बेगा डावर गाविसहरू मिलेर बनेको यस नगरमा कोइरी तथा कुशवाहा जातिको अधिक बसोबास रहेको छ। करिब 187.94 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको विक्रम सम्वत 2068 सालको जनगणना अनुसार 45,164 जनसङ्ख्या रहेको छ। नगरको परिचय बारेको जिज्ञासामा नगर प्रमुख हरिनारायण महतो यस्तो बताउनुहुन्छ। 187.93 वर्ग किलोमिटर चाहिँ हाम्रो मिथिला नगरपालिकाको क्षेत्रफल रहेको छ र हाम्रो नगरपालिकामा जम्मा 11वटा वडाहरू छन्। सिमाना जोडिएको खास गरेर हाम्रो चाहिँ दक्षिणतिर छिरेश्वर नगरपालिका महेन्द्रनगर दक्षिणी सिमाना जोडिएको छ भने पश्चिम हाम्रा महोत्तरीसँग रातो खोला सिमाना हाम्रो जोडिएको छ, महोत्तरी जिल्लासँग पश्चिम सिमाना, र उत्तरमा हाम्रो सिन्धुली नगरपालिकासँग जोडिएको छ र पूर्वमा हामी धनुषाधाम नगरपालिकासँग जोडिएको यो नगरपालिका हो। प्रदेश नम्बर 2 कै नमुना नगरपालिकाका रूपमा रहेको यस नगरले खानेपानी, शिक्षा, सडक र सामुदायिक भवनका साथै पुल पुलेसा निर्माण कार्यलाई पनि क्रमिकताका साथ अगाडि बढाइरहेको छ। पानी नै जीवन हो भने झैं खानेपानी यस नगरको प्राथमिकतामा परेको क्षेत्र हो, जस अनुसार इनारको निर्माण, बोरिङ मार्फत पानी वितरण जस्ता कार्यलाई अगाडि बढाउँदै आइरहेको छ यस नगरले। हामी कहाँ यहाँ समस्याहरू, आवश्यकताहरू धेरै छन्, तर पनि हामीसँग भएका साधन स्रोतहरूलाई त्यही साधन स्रोतलाई उपयोग गरी बढीभन्दा बढी उपयोग गर्ने नीतिले हामीले पहिलो प्रायोरिटी यो वर्ष, गएको वर्ष हामीले पिउने पानीलाई हामीले पहिलो प्राथमिकतामा राख्यौँ, दोस्रो शिक्षामा राखेका थियौँ र यसरी कर्मिक रूपले त्यसपछि अन्य कामहरू, बाटो, सामुदायिक भवन, अन्य कामहरू पनि, सडक, पुल पुलेसा, यी कामहरू हामीले राखेका थियौँ र पहिलो यो विगतको वर्षमा हामीले पहिलो प्राथमिकता पिउने पानीलाई दियौँ र दोस्रो शिक्षालाई दियौँ। कुल 28वटा सामुदायिक शैक्षिक संस्थाको उपस्थिति रहेको यस नगरमा निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थाहरू पनि उल्लेख्य मात्रामा रहेका छन्। हालको समयमा एक छाक नखाएरै भए पनि छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने परम्परा यस नगरमा पनि देख्न सकिन्छ, जसको रोकथामका निम्ति सामुदायिक विद्यालयको गुणस्तर वृद्धिसँगै अङ्ग्रेजी शिक्षामा लागि परिरहेको छ यस नगर। हामी मेहनती छौँ, हेर्नुहोस्
हामीले एउटै कुरो के सोच बनाएको छौँ भने 10 बजेदेखि 4 बजेसम्म हामीले मेहनत गर्नुपर्छ, यो विद्यालयको लागि हामी खट्नुपर्छ भन्ने सोच बनाएर टिचर टिमहरूलाई एकता गराएर हामी सबैजना घन्टी लिडर राख्दैनौँ। हामी विद्यार्थीहरूलाई सक्दो सहयोग गर्छौँ र पठन पाठनमा हाम्रो कन्डिसन छ विद्यालय। हाल आएर तालिम प्राप्त शिक्षक र शैक्षिक क्यालेन्डरको निर्माणले गर्दा शिक्षा क्षेत्रको काया पलट नै भएको बताउनुहुन्छ नगर प्रमुख। हाम्रो मिथिला नगरपालिकाभित्र जम्मा 28वटा सामुदायिक विद्यालयहरू छन् र अहिले आममा जनमानसमा सामुदायिक विद्यालयमा पढाइ लेखाइ हुँदैन। सामुदायिक विद्यालयका पढाइ एकदमै खस्केको छ र निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन, निजी विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन भनेर आम जनमानसमा एउटा यसरी छाप परिरहेको अवस्था छ। र अर्को कुरो के हो भने अहिले एउटा फ्यासनको रूपमा मान्छे एक छाक नखाइकन पनि बच्चाहरूलाई बोर्डिङ स्कुलमै किन पठाउने र बोर्डिङ स्कुलमा कसैले सोध्यो भने तपाईँको बच्चा कहाँ पढेछ भने मेरो त फलानो बोर्डिङ स्कुलमा पढेको छ भनेर एउटा बोर्डिङ स्कुलमा पढाउँदाखेरि उसको एकदमै अलिकति के भने सम्मानित हुने, सम्मान बढ्ने जस्तो वातावरण अहिले हामीले समाजमा देखिरहेछौँ। यस वर्षदेखि नयाँ कार्यक्रमहरू शिक्षामा हामीले लागू गऱ्यौँ र हामीले क्यालेन्डर बनायौँ। आफैले मिथिला नगरपालिकाको एउटा शिक्षा क्यालेन्डर बनाएको छौँ र जसो कि हाम्रो वर्षे बिदा 1.5 महिनाको हुन्थ्यो त्यसलाई कटौती गरेर हामीले 15 दिनमा राख्यौँ। दसैँ बिदा 15 दिन हुन्थ्यो त्यसलाई पनि हामीले कटौती गरेर 10 दिन मात्रै राख्यौँ। भने यस्ता हामीले शिक्षा क्यालेन्डर नै हामीले आफ्नो नगरपालिकाभित्र हामीले बनाएका छौँ। स्वास्थ्य क्षेत्रतर्फ हेर्दा कुल 7वटा स्वास्थ्य चौकी रहेको यस नगरमा जनप्रतिनिधिको आगमन हुनु अघिका नामै मात्रका बर्थिङ सेन्टर रहेका स्वास्थ्य केन्द्रमा हाल विशेष सुविधा सम्पन्न बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याई स्वास्थ्य संस्थालाई नयाँ प्रारूपका साथ अगाडि बढाइएका छन्। सोचमा निर्वाचित भयौँ, फेरि त्यसपछि हामी निर्वाचित भइसकेपछि प्रदेशको चुनाव हो, सङ्घको चुनाव हो र हामी 2 महिना लगभग त्यतै लाग्यो र त्यो थोरै पिरियड 7 महिना मात्रै लाई चाहिँ हामीले केही 8 लाख रुपियाँ अरू नगरपालिकाबाट थपेर औषधि खरिद गरेर हामीले चाहिँ सबै स्वास्थ्य चौकीहरूमा सकभर जुन नेपाल सरकारले तोकेका केही औषधिहरू छन् कि त्यो हामीले उपलब्ध गराउनुपर्ने या नेपाल सरकारले उपलब्ध गराउनुपर्ने त्यो औषधिहरू खरिद गरेर हामीले उपलब्ध गरायौँ र अहिले यो वर्ष चाहिँ झन्डै हामीले 20 लाख रुपियाँ चाहिँ औषधि खरिदको लागि हामीले छुट्याएका छौँ। यो हेल्थ पोस्टबाट हामीले सबै पनि ओपिडी सेवा जुन हामीले वर्तमान यहाँ आएका पेसेन्टहरूलाई विभिन्न किसिमका रोगहरू हुन्छ त्यो सेवा हामी प्रदान गर्छौँ। अर्को कुरा हामीले 5 वर्ष मुनिका आइएमसिआई जुन भन्छन् 5 वर्ष मुनिको बच्चामा लाग्ने रोगहरू चाहिँ 5 प्रकारको रोग हुन्छ त्यो सेवा हामी पनि दिइरहेका छौँ। अर्को कुरा डेलिभरी हाम्रो 24 घण्टा सेवा यहाँ सञ्चालन छ। कृषि देशको अर्थतन्त्रको मूल आधार हो। प्रदेश नम्बर 2 कै प्रमुख कृषि क्षेत्रका रूपमा रहेको यस स्थानमा अर्गानिक खेती प्रणाली सहित प्रधानमन्त्री आधुनिक कृषि परियोजना मार्फत सञ्चालित कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। यसै नगरको वडा नम्बर 10 लालगढमा नमुना धान खेतीका साथै बेमौसमी तरकारी खेती सुरु गरिएको छ। ग्रिन भ्यालेजको अवधारणा अनुसार सामुदायिक सहकारी मार्फत सिँचाइ सुविधा नभएको ठाउँमा थोपा सिँचाइ मार्फत कृषिलाई अगाडि बढाइरहेको बताउनुहुन्छ वडा नम्बर 10 का अध्यक्ष सबिन विक्रम थापा। हाम्रो यो नगरको पनि चाहना सबै थोक भएर चाहिँ त्यहाँका पनि उत्सुक 2-4 जना कृषि प्राविधिक दाइहरू त्यसपछि हामीहरू सबै मिलेर चाहिँ त्यहाँ हरित गाउँ एउटा ग्रिन भिलेज भनेर चाहिँ एउटा कन्सेप्ट अलिकति हाइट छ। त्यहाँ तरकारी 12 मास गर्न सकिन्छ। त्यहाँ टनल खेती गरिएको छ, प्राङ्गारिक पुरा एकदम तपाईँको जैविक त्यो विषादी रहित
टनेल खेती गरेर चाहिँ त्यहाँनिर चाहिँ सुरुवात गरेको छ। पहिलो संस्थागत रूपमा चाहिँ हामीले चाहिँ केही संस्थाहरूलाई आह्वान गरेर तपाईँहरू आइदिनुहोस् भनेर, अनि पछि नगरले पनि राखेको पैसा म्याचिङ गरेर अहिले तपाईँको त्यहाँनिर पनि 15-16वटा जति टनलहरू छ। प्राविधिक कार्यमा पुरुष मात्र नभएर महिलाले पनि उत्तिकै अब्बलता देखाउन सक्छन्। यस कुरालाई पुष्टि गर्न मिथिला नगरले महिलालाई ड्राइभिङ, इलेक्ट्रिसियन, मोबाइल मर्मत जस्ता सिपमूलक तालिमको व्यवस्था गर्दै आइरहेको बताउनुहुन्छ नगरकी उपप्रमुख तारा कुमारी बस्नेत। हामी यी मिथिला नगरपालिकामै त्यसको चाहिँ प्रोडक्ट गरिदिने अनि बजार व्यवस्था गरिदिने, उनीहरूको चाहिँ आय आर्जन क्षमता वृद्धि गर्ने भनेर त्यो 2 महिनाको हामीले त्यसरी तालिम दिउँ। राम्रो ढाकाको झोला बनाउने, गुडिया बनाउने, अनि त्यस पछाडि अर्को चाहिँ हामीले महत्त्वपूर्ण के राख्यौँ भने महिलाहरू त्यसमा पनि पढे लेखेका त्यो लाइसेन्स चाहिन्छ भनेर ड्राइभरको विशुद्ध 32 जना महिलाहरू भए। 25 जनाको कोटा हो, तर 32 जनालाई नै सिकाइयो। महिला ड्राइभर बनाउनुपर्छ, महिलाले चाहिँ अगाडि बढ्नुपर्छ। त्यसै गरी वायरिङ, घर वायरिङ भनेर महिलाहरूको तालिम महिलालाई नै भनेर ल्याइएको थियो। जल, जमिन र जङ्गलमा निकै समृद्ध यस नगरले स्नातक तह उत्तीर्ण महिलाको सम्मान, बाल विवाह एवं दाइजो विरुद्ध अभियानका साथै लोकसेवा तयारी शिक्षामा पनि नारीलाई अगाडि बढाउन आवश्यक योजनाहरू सञ्चालन गर्दै आइरहेको छ। हाम्रो आदरणीय दिदी साहना दिदी हुनुहुन्छ। साहना दिदीलाई चाहिँ सम्मान स्वरूप उहाँ एउटा महिला नेत्री र महिलाको अगुवाई गर्ने भएको हुनाले उहाँलाई सम्मान गर्न मैले एउटा कार्यक्रम प्रस्ताव राखेको, त्यो मिथिलाको चाहना घर घरमा साहना भनेर, जसले गर्दा ब्याचलर उत्तीर्ण गरेका छोरीहरूलाई चाहिँ सम्मान स्वरूप र उनलाई पढाउने आमा बुवा अथवा गार्जियन उहाँहरूलाई चाहिँ सम्मान कार्यक्रम राखेर पुरस्कारको रूपमा चाहिँ उहाँलाई 6000 रुपियाँ चाहिँ प्रदान गरियो। पूर्व पश्चिम राजमार्गसँग प्रत्यक्ष रूपमा जोडिएको यस नगरपालिका पिपी राजमार्ग र जनकराज राजमार्गसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। प्रायजसो सबै ओडाहरूमा सडकको राम्रो व्यवस्था भएको यस नगरको छिट्टै सबैको घर घरमा सडक पुर्याउने योजना रहेको छ। ठाउँ ठाउँमा उपभोक्ता समिति मार्फत दर्जनौं सडक सम्बन्धी आयोजनाहरू सञ्चालन हुँदै आइरहेका छन् यस नगरमा। सडकको अवस्था लगभग हाम्रो सबै सडकहरू, हाम्रो नगरपालिकाको सडकहरू हाम्रो ग्राभलिङ लगभग भइसकेको छ। तर त्यो सडक त के छ भने अब सडक बन्ने बिग्रिने, पानी परेपछि खाल्टाखुल्टी हुने, अब यो नियमित त्यो भइरहन्छ र त्यसलाई नियमित हामीले बनाउनु पर्ने हुन्छ, मेन्टेनेन्स गर्नुपर्ने हुन्छ। र अहिले खास गरेर सडक बनाउनको निम्ति हामीसँग 5वटा ट्र्याक्टर हामीले खरिद गरेका छौँ नगरपालिकाको तर्फबाट, र एउटा जेसिबी छ। र हाम्रो योजना र हामीले लक्ष्य लिएका छौँ कि कुनै पनि ओडाको सडक, गल्लीका सडक हामी बनाउँछौँ, जसले गर्दा बाटोको ढलान कार्यपछि निकै सहजता महसुस गरेका छन् यहाँका स्थानीयहरूले। हामीलाई हिँड्नलाई धेरै बिजोग हुन्थ्यो। अब अहिले त हेर्नुहोस्, पानी पर्दाखेरि चिप्लेर कति बच्चाहरू लड्थे, कति के हुन्थ्यो। अब अहिले त धेरै राम्रो छ, अहिले ब्रिज बनाइदिनु भएको छ तपाईँहरूले। पहिला धेरै अप्ठ्यारो थियो, अहिले अलिक ढलान गरेर राम्रो छ। आर्थिक वर्ष 2074-75 का प्रायजसो सबै नीति तथा कार्यक्रम उत्साहजनक रूपमै सम्पन्न गरेको छ यस नगरले। विकासका निर्माणका कामहरू हजुर, यो एउटा 40 लाखको लागतमा बस्सी खोलामा एउटा पुल तयार गरियो र त्यही पुल पारिपट्टि 500 मिटर चाहिँ ढलानको 50 लाखको काम भयो हजुरको, र खानेपानीको काम 20 लाख 20 हजारको भयो।
र त्यस्तै गरी एक लेबरमा उसको चौताराको 2 लाखको काम भयो हजुरको। अनि 4वटा इनार चाहिँ 3-3 लाख रुपियाँ एउटा इनारमा पर्ने 4वटा इनार सम्पन्न भयो। विकासलाई नै मूल मन्त्र ठानेर काम गरिएकाले नै 9 महिने छोटो समयावधिमै पनि रकेट गतिमा विकास अगाडि बढिरहेको छ। अधिकार प्राप्त जनप्रतिनिधि आएपछि नगरले मुहार फेरेको बताउनुहुन्छ नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की। मिथिला नगरपालिकामा यस्तो निर्विवाद नगरपालिका हो यो। यसमा कुनै पनि विवादहरू पनि छैनन्। विकास निर्माणप्रति समर्पित जनप्रतिनिधिहरू हुनुहुन्छ। उहाँहरू जुनसुकै पार्टी तह तबकाबाट आउनु भयो पनि विकासलाई मूल मन्त्र ठानेर उहाँहरूले यो म कार्यरत रहेको अवधिमा काम गरेको मैले पाएको छु। जनताबाट निर्वाचित जनप्रतिनिधि आएपछि उहाँहरूमा 15-20 वर्ष चुनाव 15 वर्ष चुनाव नभएको स्थितिमा उहाँहरूलाई त्यो 15 वर्षको ग्यापले गर्दाखेरि अलि जागरण यो नियमित भइदिएदेखि थिए नहुन पनि अलिक केही गति चाहिँ अलिकति धीमा हुन पनि सक्थ्यो। तर त्यो 15 वर्षको ग्यापले चाहिँ उहाँहरूलाई एकदमै ओतप्रोत हुनुभएको छ। अहिले चाहिँ एकदम स्पिड यो धुर्मुसको शैलीमा भन्ने हो भने रकेटको गतिमा मलाई त्यो काम भइरहेको अनुभूति भएको छ। हालको समयमा शिक्षित पुस्ताहरू पनि संस्कार विहीन हुँदै गइरहेकाले गर्दा बाल हिंसा र धर्म संस्कृतिको बारेमा बाल्यकालबाटै सुशिक्षित गराउने उद्देश्यले कबीर बाल आश्रम गुरुकुलको एक कार्यक्रमका बीच शिलान्यास गरियो। नगर प्रमुख हरिनारायण महतो, समाजसेवी सत्यनारायण आलोक र नगर उपप्रमुख सहित अन्य अतिथिका साथै स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न शिलान्यास कार्यक्रममा अतिथिहरूले दर्शनसँग सम्बन्धित धारणासहित जडीबुटीको महत्त्व एवं साङ्गीतिक प्रस्तुति राख्नु भएको थियो। अनाथ आश्रमका रूपमा स्थापित हुने यस आश्रमको औचित्य सम्बन्धमा समाजसेवी सत्यनारायण आलोक सबै तबकाका सबै तहका व्यक्तिहरूलाई एउटा सत्सङ्ग गर्ने सत्सङ्ग स्थल हो यो। त्यसलाई एउटा धार्मिक नगरको रूपमा विकास गर्नु छ र यो विकास भयो भने मलाई विश्वास छ यहाँ हामी ध्यान गर्छौँ, साधना गर्छौँ, सत्सङ्ग भजन प्रवचन गर्छौँ, जडीबुटी रोप्छौँ, जडीबुटी लगाउँछौँ र चरित्र निर्माणको लागि युवा बालबालिकालाई ल्याउँछौँ र अनाथ बालबालिकासँगै सम्पूर्ण बालबालिकाको भविष्य निर्माणको लागि स्कुल शिक्षा पछि यो धार्मिक शिक्षा सिकाउँछौँ। जुन शिक्षा कुनै धर्म विशेषलाई नभएर एउटा कुनै ढोङ नभएर उसको जीवनको लागि एउटा शक्ति भेटोस्, जुन हाम्रो आस्था छ, विश्वास छ, तसर्थ त्यसलाई हामी प्रमोसन गर्नतिर लागेका छौँ। यो साधारण प्रयास हो र यसमा अहिले हामी आज सुरुवातै गर्दैछौँ। यसको विभिन्न धार्मिक एवं पर्यटकीय पूर्वाधारले समेत निकै सम्पन्न यस नगरमा धनेश्वर महादेव मन्दिर र यसै क्षेत्रको पुरानो पोखरीका रूपमा परिचित पोखरियाको संरक्षणमा लागि परिरहेको छ यस नगरपालिका। सफा, सुन्दर र समृद्ध सहर अपन मिथिला नगर भन्ने मुख्य नारालाई आत्मसात गर्दै अगाडि बढिरहेको यस नगरमा सचेत राजनैतिक दल र उत्प्रेरित नगरवासी भएकोले गर्दा दरिलो एवं दिगो विकासको जग बसेको देख्न सकिन्छ। अब 9 महिनाको पिरियडमा हामीले एउटा योजनाको एउटा कार्यकाल हामीले सम्पन्न गरिसक्यौँ भनौँ न। मेरो बढी जस्तो बाटोमा बढी प्रयोग हो। समग्र वडावासीलाई म के भन्न चाहन्छु भने अब विकास निर्माणको काममा सबैले हातेमालो गरेर सहयोग गरौँ र आफ्नो गाउँको आफ्नो ठाउँको विकास हामी सबै मिलेर गरौँ भन्ने म वडावासीलाई विनम्र अनुरोध गर्न चाहन्छु। जनता नै सर्वेसर्वा हुन् भन्ने कुरालाई मनन गर्दै बोली भन्दा पनि व्यवहारमा नै अनुभूत हुने गरी
विकासमा लागि परिरहेको छ यस नगर। बाटो, नाला, पुल जस्ता भौतिक निर्माणका साथै शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता अत्यावश्यकीय आवश्यकतामा दत्तचित्त भएर लागि परिरहेको यस नगर उन्नतिको पथमा अझ अग्रसर हुँदै छिटै उत्कृष्टबाट सर्वोत्कृष्ट नगर बन्न सकोस्, हाम्रो शुभकामना। Sponsored by Upakar Steam Jira Machino Chamal, College of Applied Business, CAB, Gangahiti Chawahil Kathmandu. अरूभन्दा बलियो मेन्टेनेन्स खर्च एकदम कम, शिखर वाटर पम्प। Global College of Management, an excellent center for management studies. Premium Upakar Long Grain Basmati Rice. इकोट्याक नेपाल सँगै अघि बढ्दै स्वादिलो र मिठो बास्ना भएको उपकार मसलादार चिया हर मौसमलाई पर्फेक्ट।